शिवले शोक गरेर सतीदेवीलाई बोकी हिँडेको देखेर यावत प्राणी शोकाकुल भए। इन्द्रादि देवताले पनि विष्णु कहाँ गएर यो कुरा बिन्ती गरे, हे भगवान, महादेवले सतीदेवीको मृत शरीर बोकेर बौला जस्तो भएर हिँडेका छन्। शङ्करले बोकेको हुनाले गलित वा दुर्गन्ध केही भएकी छैनन्। जब तक सतीदेवीको शरीर गलित भएर झरिसकिँदैन तबसम्म शिव बौला नै रहनेछन्। अतः संसारको कार्य शिव नभए कसरी चल्ला? तसर्थ सतीदेवीको अङ्ग पतन गराउनु हजुरले उपाय गर्नु पर्यो। यस्तो कुरा सुनेर विष्णु भन्नुहुन्छ, यो भलो कुरा भन्यो, यसको उपाय गर्दछु। यो कुरा सुनेर देवता स्वर्गमा गए। देवता गएपछि विष्णुले आफ्नै मायाले झिङ्गा उत्पन्न गरे। त्यस झिङ्गाले सतीदेवीको शरीरमा औँसा पारी कुड्कै कुड्का भएर खस्ने तुल्यायो। जहाँ जहाँ अङ्गपतन भयो त्यहाँ त्यहाँ ब्रह्माले एक स्वयम्भू लिङ्ग उत्पत्ति गराए। पहिले नेपालमा पुग्दा गुह्य पतन भयो। नेपाल पीठ गुह्येश्वरी देवी, चन्द्रघण्टा योगिनी, सिद्धेश्वर महादेव उत्पत्ति भए। शिवशक्ति स्वरूपले रहे। त्यस पुण्य भूमिमा इन्द्रादि देवता आई तपस्या गरे। ईश्वरी प्रसन्न भएर वरदान माग भनिन्। देवताले सत्य, त्रेता, द्वापर, कली यी चारै युगमा हामी देवताकै नामले प्रख्यात हौ भनी मागे। ईश्वरीले तथास्तु भनी वरदान दिइन्। काम रूपमा पुग्दा छाती पतन भयो। कामरूप पीठ कामाक्षी देवी, कर्ता योगिनी, चक्रेश्वर महादेव उत्पत्ति भए। शिवशक्ति स्वरूपले रहे। त्यस पुण्य भूमिमा यक्षगढ आई तपस्या गरे। ईश्वरी प्रसन्न भएर वर माग भनिन्। यक्षगढले स्वर्ग, मर्त्य, पातालमा यक्षगढ भनेर प्रख्यात हो भने। ईश्वरीले तथास्तु भनेर वरदान दिइन्। काशी पुग्दा शिर पतन भयो। काशी पीठ विशालाक्षी देवी, सङ्कटा योगिनी, विश्वेश्वर महादेव उत्पत्ति भए। शिवशक्ति स्वरूपले रहे। त्यस पुण्य भूमिमा गन्धर्वगण आई तपस्या गरे। ईश्वरी प्रसन्न भएर वाक सिद्धि होस् भन्ने वरदान दिइन्। पौरबन्दमा पुगेपछि दाहिने कान पतन भयो। पौरबन्द पीठ अम्बिका देवी, चन्द्रबेगा योगिनी, धनेश्वर महादेव उत्पत्ति भए। शिवशक्ति स्वरूपले रहे। त्यस सिद्ध भूमिमा दैत्यगण आई तपस्या गरे। ईश्वरी प्रसन्न भएर देवगढलाई जित्न सके भनेर वरदान दिइन्। काश्मीर पुग्दा जिब्रो पतन भयो। काश्मीर पीठ शारदा देवी, घोरघण्टा योगिनी, धर्माधारेश्वर महादेव उत्पत्ति भए। शिवशक्ति स्वरूपले रहे। त्यस शान्त भूमिमा किन्नरगणले तपस्या गरे। भगवती प्रसन्न भएर तिम्रो बान्छा सिद्धि होस् भन्ने वरदान दिनुभयो। कन्नौजमा पुगेर शरीरको छाला पतन भयो। कान्य कुब्ज पीठ झङ्केश्वरी देवी, चन्द्र योगिनी, दुग्धेश्वर महादेव उत्पत्ति भए। शिवशक्ति स्वरूपले रहे। त्यस आनन्द भूमिमा रावण आई तपस्या गर्यो। ईश्वरी प्रसन्न भएर देवलोक जित्न सके भन्ने वरदान दिइन्। पूर्णगिरीमा पुग्न साथ देब्रे कान पतन भयो। पूर्णगिरी पीठ कपाल कुण्डला योगिनी, चन्द्रेश्वर महादेव उत्पत्ति भए। शिवशक्ति स्वरूपले रहे। त्यस हर्ष भूमिमा अप्सराहरू आई तपस्या गरे। ईश्वरी प्रसन्न भएर इन्द्रका अगाडि नाचगानमा कहिले नचुके भनी वरदान दिइन्। चामुण्डाचलमा पुग्दा नङ पतन भए। चामुण्डाचल पीठ प्रकम्पनी देवी, कालिका योगिनी, इच्छा विकारेश्वर महादेव उत्पत्ति भए। शिवशक्ति स्वरूपले रहे। त्यस आनन्द भूमिमा नारद आई तपस्या गरे। ईश्वरी प्रसन्न भई तिम्रो वाक्य सिद्धि होस् भन्ने वरदान दिइन्। अस्ताचलमा पुगेर दाहिने हात पतन भयो। अस्ताचल पीठ कार्तेश्वरी देवी, एकाक्षी योगिनी, निद्रापतिश्वर महादेव उत्पत्ति भए। शिवशक्ति स्वरूपले रहे। त्यस आनन्द भूमिमा राधिका गढ आई तपस्या गरे। ईश्वरी प्रसन्न भएर सदा कृष्ण तिमीहरूको दाहिने रहन् भन्ने वरदान दिइन्। एकावीरमा पुग्दा देब्रे हात पतन भयो। एकावीर पीठ सिद्धेश्वरी देवी, सिद्ध योगिनी, दुग्धेश्वर महादेव उत्पत्ति भए। शिवशक्ति स्वरूपले रहे। त्यस रत्नभूमिमा कालमसान आई तपस्या गरे। ईश्वरी प्रसन्न भएर मरेका जीव जतिलाई दाह गर्न सके भन्ने वरदान दिइन्। त्रिश्वेतमा पुग्दा मलद्वार पतन भयो। त्रिश्वेत पीठ महाकालेश्वरी देवी, विकट दन्त योगिनी, त्रिपुरेश्वर महादेव उत्पत्ति भए। शिवशक्ति स्वरूपले रहे। त्यस धर्मभूमिमा यमराजले तपस्या गरे। ईश्वरी प्रसन्न भएर ब्रह्माको सृष्टि संहार गर्न सके भन्ने वरदान दिइन्। कामरोष्टमा पुग्दा घाटी पतन भयो। कामरोष्ट पीठ कामिनी देवी, कामेश्वर महादेव उत्पत्ति भए। शिवशक्ति स्वरूपले रहे। त्यस सिद्ध भूमिमा पृथ्वी आई तपस्या गरिन्। ईश्वरी प्रसन्न भएर सृष्टिको स्थान हौ भन्ने वरदान दिनुभयो। कैलाश पर्वतमा पुग्दा दाहिने पाउ पतन भयो। कैलाश पीठ पार्वती देवी, अम्बिका योगिनी, विश्वेश्वर महादेव उत्पत्ति भए। शिवशक्ति स्वरूपले रहे। त्यस पुण्य भूमिमा ब्रह्माजीले तपस्या गरे। ईश्वरी प्रसन्न भएर सृष्टिकर्ता भए भन्ने वरदान दिइन्। भृगुमा गई माथिल्लो दाँत पतन भयो। भृगुपीठ मिताक्षी देवी, ब्रह्मदाह योगिनी, सत्येश्वर महादेव उत्पत्ति भए।
शिवशक्ति स्वरूपले रहे। त्यस कर्मभूमिमा धर्मदत्त राजाले तपस्या गरे। ईश्वरी प्रसन्न भएर तिमीलाई कसैले जित्न नसकुन् भन्ने वरदान दिइन्। केदारमा पुग्न साथ देब्रे हात पतन भयो। केदार पीठ केदारेश्वरी देवी चामुण्डा योगिनी कोटेश्वर महादेव उत्पत्ति भए। शिवशक्ति स्वरूपले रहे। त्यस तपोभूमिमा एकादश रुद्र आई तपस्या गरे। ईश्वरी प्रसन्न भएर तिमीहरूको तेज बराबरी होस् भन्ने वरदान दिइन्। चन्द्रपुरमा पुग्ने बित्तिकै दाहिने नेत्र पतन भयो। चन्द्रपुर पीठ सिद्धेश्वरी देवी प्रकारेश्वर महादेव उत्पत्ति भए। शिवशक्ति स्वरूपले रहे। त्यस पुण्य भूमिमा 10 दिक्पालले तपस्या गरे। ईश्वरी प्रसन्न भएर तिमीहरूको आधिपत्य ठीक रहनेछ भन्ने वरदान दिइन्। श्रीपीठमा पुग्दा तालु पतन भयो। श्रीपीठ भद्रा योगिनी कमलेश्वर महादेव उत्पत्ति भए। शिवशक्ति स्वरूपले रहे। त्यस सिद्ध भूमिमा आई अष्टवसुहरूले तपस्या गरे। ईश्वरीले इच्छा सिद्धि होस् भन्ने वरदान दिइन्। एकापीरमा पुगेपछि नाभि पतन भयो। एकावीर पीठ एकवीरा देवी गोरक्षा योगिनी हाटकेश्वर महादेव उत्पत्ति भए। शिवशक्ति स्वरूपले रहे। त्यस पुण्य भूमिमा अनेक रत्न चढाई नागहरूले तपस्या गरे। ईश्वरी प्रसन्न भएर सप्त पातालको मालिक भए भन्ने वरदान दिइन्। फेरि जालन्धरमा पुग्दा तल्लो ओठ पतन भयो। जालन्धर पीठ जाल्पा देवी ज्वालामुखी योगिनी पिशाचेश्वर महादेव उत्पत्ति भए। शिवशक्ति स्वरूपले रहे। त्यस कर्मभूमिमा कामधेनु आएर तपस्या गरिन्। ईश्वरी प्रसन्न भएर तिम्रो मलमूत्र पनि सदैव पवित्र मानिनेछ भन्ने वरदान दिइन्। अनि मल्लवीमा गई दुवै पैताला पतन भए। मल्लवी पीठ महाकाली देवी कराला योगिनी धूत पापेश्वर महादेव उत्पत्ति भए। शिवशक्ति स्वरूपले रहे। त्यस पवित्र भूमिमा 12 सूर्य आएर तपस्या गरे। ईश्वरी प्रसन्न भएर 12 महिनाको अधिपति भए भन्ने वरदान दिइन्। तब कुशलान्तमा पुग्दा शिरका रौ पतन भए। कुशलान्तक पीठ श्मशान काली देवी भूत घण्टा योगिनी छिडेश्वर महादेव उत्पत्ति भए। शिवशक्ति स्वरूपले रहे। त्यस सिद्ध भूमिमा 27 नक्षत्र आई कठोर तपस्या गरे। ईश्वरी प्रसन्न भएर ज्योतिष शास्त्र तिम्रा अधीनमा रहनेछ भन्ने वरदान दिइन्। देवकोटीमा पुग्दा देब्रे घोडा पतन भयो। देवकोट पीठ भद्राक्षी योगिनी मातेश्वर महादेव उत्पत्ति भए। शिवशक्ति स्वरूपले रहे। त्यस मोक्ष भूमिमा गई मेष आदि 12 राशिले तपस्या गरे। ईश्वरी प्रसन्न भएर मनुष्यको कर्मफल तिम्रो अधीनमा रहोस् भन्ने वरदान दिइन्। त्यहाँबाट गोकर्णमा पुग्दा देब्रे कान पतन भयो। गोकर्ण पीठ भयाहरा देवी एकदन्त योगिनी यज्ञेश्वर महादेव उत्पत्ति भए। शिवशक्ति स्वरूपले रहे। त्यस तपोभूमिमा गई विष्कुम्भादि योगले तपस्या गरे। ईश्वरी प्रसन्न भएर ज्योतिष शास्त्रमा तिम्रो पनि प्रतिष्ठा रहला भन्ने वरदान दिइन्। मातुलेश्वरमा पुग्दा दाहिने स्थान पतन भयो। मातुलेश्वर पीठ योगेश्वरी देवी पिङ्गला योगिनी बुधारेश्वर महादेव उत्पत्ति भए। शिवशक्ति स्वरूपले रहे। त्यस पुण्य भूमिमा कश्यप आदि ऋषि आएर तपस्या गरे। ईश्वरी प्रसन्न भएर वेद शास्त्र तिमीहरूका अधीनमा रहला भन्ने वरदान दिइन्। फेरि 28 मा गई तल्लो ओठ पतन भयो। हट्टास पीठ भ्रामरी देवी शङ्खधारा योगिनी सद्भूतेश्वर महादेव उत्पत्ति भए। शिवशक्ति स्वरूपले रहे। त्यस तपोभूमिमा बागमती आदि गङ्गाहरू आई तपस्या गरे। ईश्वरी प्रसन्न भएर मुक्ति दिन सके भन्ने वरदान दिइन्। विश्वमा पुग्दा देब्रे स्तन पतन भयो। विश्वपीठ भुवनेश्वरी देवी भवानी योगिनी कृष्ण वर्णेश्वर महादेव उत्पत्ति भए। शिवशक्ति स्वरूपले रहे। त्यस लीला भूमिमा कृष्ण आई तपस्या गरे। ईश्वरी प्रसन्न भएर तिनै लोकका स्त्री जातिलाई मोहमा पार्न सके भन्ने वरदान दिइन्। इति श्री स्कंद पुराणे केदारखण्डे माघ महात्म्ये कुमार अगस्त्य संवादे शिशुस्थानी परमेश्वरी व्रत कथाए सतीदेवी अंगपथ स्थान पीठोत्पत्ति वर्ण नामो 9 अध्याय। यो अझै बाँकी छ। यो अंग पतन हुने अझै बाँकी छ।